हिँड्यो है। साथीहरु वहाँ पुगिसके हिँड्यो है। चलाउने कति बेला त थाहा भएन, पछाडि बसेर चाहिँ हिँड्यो बाइकमा। जति पिर टेन्सन भए पनि राइड भनेपछि छोड्न राइड हिँडेपछि फ्रेस हुन्छ। हामी अब सुबदेव जान्छौँ। एकजना चाहिँ अगाडि गइसक्नु भयो, अर्को पछाडि हुनुहुन्छ। पछाडिबाट फोन गरेर रुक रुक भनिराख्नु भयो। पुरम अब कहाँ छन्? त्यसै भइन्छ छिटो गीत गाउनु। एउटा कार यता चाहिँ डान्सर ल छिटो डान्सर भन्ने गीत गाइदेऊ म नाच्दिछु। त्योभन्दा अगाडि म गाउनु केटाहरू। सालजण्डी आइपुग्यौँ है साथीहरू। हामी चाहिँ अब यहाँ बोकोवाला बाइक चेन्ज गर्दैछौँ। बोको एक्सचेन्ज गर्दैछौँ एउटा बाइकमा। एकजनालाई मात्र गाह्रो भयो, कपडा बिग्रे भन्दै रेनकोट लगाएको मान्छेले बोकौँ भनेर। साथीहरूको अनुरोध आइसकेको छ, हामीले त बोक्नु पर्दैन। हामी त अलिक कोसा कोसा जस्तो मान्छे, साथीहरूले बोकिहाल्छन्। दुब्लो मान्छेले बोकेर फेरि मलाई चाहिँ उडाउला नि ल। अब चाहिँ साथीहरूलाई सजिलो होस् होइन। सालजण्डी आइपुगेँ। अब एउटा बनगाईमा बसिराख्ने एउटा साथी, बनगाईबाट फोन आइसक्यो, म आइसकेँ हु बनगाई आइस फोन गर भनेर। बनगाई गएर त्यो साथीलाई पिकअप गर्ने हो ल। अहिले मलाई चलाउनै दिएन नि यिनीहरूले, माथि गएर चलाउने। गोरु सुँगे हो कि गोरु सुँगे गएर चलाउने रे ल। अपडेट आउँदै गर्छ। हामीहरू चाहिँ यो सालजण्डी आइपुग्यौँ। यहाँ चाहिँ 2-3 जना मेम्बरहरू थपिनु भयो। 2-3 जना मेम्बरहरू जोइन हुनुभयो। को हुनुभयो भने खै म त चिन्दिनँ। विकास भ्लग बनाउन सिकाउँदै हुनुहुन्छ है। यहाँ चाहिँ निस्किने हो कि छिटो जाम। झन्डा सन्डा बनायौँ होइन। के गरे यो होइन, यो हाम्रो चाहिँ हो। मैले छोप्ने हो कि एउटा
हामी सँगै हो बा मैले थिएँ हामी सँगै हो लाग्यो अब हामी धन्ने हात खाइदिएन Malte pada balak ko. Ay, kasi udah त्यहाँले बाक्लो कपडाहरू टोपीहरू लगाएर आउनु ल सरी जाडो अब हाम्रो पछाडिको म्याडम त धेरै हट हुन्छ उहाँलाई जरुरत छैन मेरै कन्ट्रोलमा छ होइन त्यस्तो होइन ल हाम्रो कन्ट्रोलमा हुन्छ ल मेरो मोबाइल मेरो ब्लग होइन कन्ट्रोल बोको हाइसमा पठाएको होइन बोको भेटिन्छ कि भन्दै बोको 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 भन्दै न होइन छ तर छैन यसमा आइस कहाँके कि छ खसी होइन कति राम्रो आँखा यसमा मैले फिल्टर पनि हाल्दिनँ होइन इफेक्टहरू पनि हाल्दिनँ यति नेचुरल्ली पोस्ट हाल्दियो होइन त्यति राम्री छु भन त्यति राम्री होइन म नराम्री छु यस नेचुरल राम्रो हुन्छ अरे ब्लगमा सुनेको त्यही भएर चाहिँ म चाहिँ नेचुरल पोस्ट हाल्छु डिसिजन लिएको अघिल्लो पालि चाहिँ हल्का हल्का लेखेको थिएँ यसमा चाहिँ हुन्न केही पनि अहिले म झन् राम्री भइछु पहिलाभन्दा होइन पहिला पिम्पल त आइरहेको कि तर पनि त्यो चाहिँ पिम्पल कति धेरै पिम्पल पार्न सकिन्छ के आइडिया हो भने त्यसो कमेन्टमा दिउँ है त गाई अनि मेरो च्यानल चाहिँ नयाँ नयाँ हो सपोर्ट छैन है सबैले सपोर्ट गरौँ मेनली चाहिँ हाम्रो बिलबारी छोड्न पनि मिलेन हेरेर स्किप गर्न पनि मिलेन अरूबाट आश पनि राखिन्छ सपोर्ट त्यही भएर सपोर्ट गरौँ लाइक सब्सक्राइब सेयर
बोको कहाँ गयो किन बस्या बोको जाम जाम बोको बोको हाम्रो अर्घाँची राम्रो अर्घाँची भन्ने थाहा छैन राम्रो गुल्मी भन्ने मात्र थाहा छ अब अर्घाँची आएर गुल्मीको प्रशंसा नगरौँ होइन छिमेकी हो फेरि मलाई एउटा फर्किनै नदेला होइन गाह्रो पर्छ फेरि यतै राख्न खोज्यो भने के गर्नु है अनि खोजिरह होला यस्तो अनि त्यही भएर यस्तो रिस्क छैन अलिक अब चाहिँ भेटाउन जाँदै हुनुहुन्छ होइन गाडीबाट झार्न नि पर्यो बाख्रो त्यही भएर भेटाउन सकिन्छ ओहो आजको भिड त लाग्दै खै माथि लिएर हेर्न पर्यो नि आऊ भेट्टेन भने फेरि पछि पछि जानु पर्छ हाम्रो बोको चाहिँ आइसले कहाँ पुऱ्याइदियो खै आइसै देखिन्न आइस यहाँ जाम परे हो यो त ठुलो छ अर्को अलि सानोपट्टि हो बोको गायब भयो खै बोको हरायो हामी खोज्दा होइन अनि बोको हेर्न गएको मान्छेहरू कतै भेट्थेन अनि फर्किन गएको फेरि पछाडि चाहिँ छुट्यो कि भनेर कहाँ छ थाहै भएन खै ल हामी चाहिँ सुपा होटलमा मुख धुनी उर्ने होइन केरा खाने एक दर्जन केरा मगाएर खाएर बसे हम एक दर्जन केरा अमिकाले खाएर गए नि होइन म खाने जस्तो देखिन्छ हो खाने जस्तो त होइन खाए जस्तो नदेखिन्छ खाएर पनि जान नलाग्यो यिनको चाहिँ जे भने नि भयो सबैले मेरो च्यानल सब्स्क्राइब गर्नु केरा पनि लाग्नु ल भन्नु यिनको साइडमा बसेर केरा खाएको त कति मिठो हो यस्तो भन्न पाएन मेरो भ्लगमा हाल्न मिल्दैन म काटिदिन्छु मेरो पहिला भन्ने मोबाइल कस्तो छ नि त फेरि होइन कस्तो भयो राइड आउँदाखेरि छड्के हजुरको फर्स्ट एक्सपिरियन्स ग्रुपमा म बोल्न चाहिन्न बोल्दिनु
इन चाहिँ वेल विथ देयर आफ्टर यस्तो गर न एक डजन केरा आएर भएको मान्छे नि हो को तिमी म अँ मेरो मोबाइल पछाडिको 50 रुपियाँ कहाँ आयो पहिला 1000 रुपियाँ थियो अहिले 50 रुपियाँ आएको कुनै 25 रुपियाँ फर्किँदा रित्तै बाँदर जस्तो केरा आएको चाहिँ तिमी हो त्यो